हेलो एन्ड नमस्ते गाइज। अब हामी गयो तेरो त ए मा ब्याट्री गरेछ म झुकिएछु होइन। अब हामी यहाँ मुस्ताङको राइड हुँदैछ। हाम्रो साथी यहाँ हुनुहुन्छ सागरगिरी अन द वे टु मुस्ताङ होइन। साथी पनि यहाँ आइसक्नु भएको छ उचन भट्टराई। हाम्रो यहाँ राइड अब यहाँ दामी भइसकेको छ। लेट्स गो। God! What the? रेडी भएर आइसक्यो। हाम्रो प्याकिङ गरेर यहाँ सब रेडी भइसक्यो होइन। अनि हाम्रो होटेल हो यो। हाम्रो सागर सर यहाँ हुनुहुन्छ। ए के हुँदैछ भाइ? यो साथीको हाम्रो प्याकिङ चल्दैछ। यसको प्याकिङ चल्दैछ। यसले यहाँ सब रेडी गरेर स्टार्ट गरिसक्यो। फुल स्टारमा छोडिसक्यो। मैले गरेँ होइन। यो भयो आजको स्टे हाम्रो यहाँ थियो होटेल तानपोपो भन्नेमा यहाँ थियो। यस्तो थियो। ल सागर सर अब हामी भोकै होइन त अहिलेसम्म। थोपो पानी खाएँ नुहाएर खाने अब होइन। टक्क त्यो भयो। अनि यहाँ आयो। अनि यो यता आजको होटेल हाम्रो यो यस्तो थियो है हाम्रो स्टे। अनि हाम्रो प्याकिङ यहाँ यो। लेट्स गो। अब हामी हिँडौँ यहाँ जोमसोमबाट हामी मुक्ति काली गण्डकीतिर। लेट्स गो। यस्तो राम्रो छ बाटो हेर्नुहोस्। यस्तो मक्खन छ चिक्ना छ बाटो। सही मजा भएछ चलाउन। लेट्स गो। यस्तो राम्रो बाटो छ साथीहरू।
राम्रो बाटो ओहो यहाँ त चेकिङ रहेछ क्या है नसक्छ चेकिङ हामीलाई टेन्सन छैन पोखराबाट सर हजुर सँगै हजुर हजुर मुखमा चापेर जान राम्रो हुन्छ ए होइन होइन दिदी अहिले ल हेर स्याउ सयको हजुर जानी कहाँ हो आज मुक्तिनाथ दर्शनको लागि हस् धन्यवाद सर हाम्रो यो अन्नपूर्ण एकाको चेकपोस्ट छ माथि हेर्न सक्नुहुन्छ यस्तो डाँडा काँडा यस्तो राम्रो भ्यू छ जाऊ ल हाम्रो यात्रा फेरि सुरु भइसकेको छ है साथीहरू हामी अहिले जोमसोमभन्दा थोरै माथि छौँ बाटो हेर्न सक्नुहुन्छ यस्तो राम्रो छ है ल घर बा आमा बहिनी यसो हेर्नुहोस् बाटो यस्तो राम्रो छ हामी आनन्द सही सलामत गइरहेका छौँ है ए भ्यू त यस्तो वाउ छ नि वाउ ब्युटिफुल यहाँ हाम्रो पहिरो गएछ बाटो त कुरै नगरौँ के यस्तो मक्खन छ नि पुरै चिल्लो धेरै माथि आइसकेको छ अहिले हामी धेरै माथि आइसकेको छ अगाडि देख्न सक्नुहुन्छ हाम्रो सागर साथी पछाडि हाम्रो युजन भट्टराई आउँदैछ अगाडि हेर्न सक्नुहुन्छ हिमाल यहाँ हेर्नुहोस् खाली गण्डकी यस्तो हिमाल यता पनि हिमाल यो पहाड बहुत राम्रो छ स्ट्रक्चरहरू अहिले हामी लगभग 2700 मिटर एल्टिट्युडमा आइसकेको छ यस्तो राम्रो भ्यू छ हेर्नुहोस् साथीहरू बाइकमा आउनुको छुट्टै मजा छ हेर्नुहोस् घर मम्मी हेर्नुहोस् सुन्नुहोस् यस्तो राम्रो वेदरमा बसमा आएर क्या नि आमापातीसँग आएर बासँग आएर यस्तो भ्यू छ एकदम राम्रो अनि बाटो हेर्नुहोस् मम्मी ड्याडी बहिनी बाटो हेर्नुहोस् यति राम्रो छ होइन यो सर अनि पोखरा नि छैन यति राम्रो बाटो ए यस्तो राम्रो यता हिमाल यहाँ खेती लगाइरहेको रहेछ अहिले हाम्रो खै केही गाउँ होला होइन गाउँ होला तर बाटो हेर्नुहोस् हिमाल आमामा मक्खन छ हिमाल पनि उम्मा छ हाम्रो साथीहरू अगाडि गइसक्नु भएको छ लेट्स गो साथीहरू इन्जोय बाटो त हेर्नुहोस् यस्तो राम्रो छ कि केही नगरौँ तलपट्टि हेर्नुहोस् यस्तो स्ट्रक्चर छ कस्तो राम्रो छ त्यहाँ हाम्रो कागबेनी भनेर लेखिरहेको छ हामी अहिले कागबेनी आइसकेका छौँ लोमङथाङ मुक्तिनाथ अब हामी यहाँबाट हामी मुक्तिनाथ जाने दर्शनको लागि पहिला चाहिँ हामी खोलातिर जाउँ ए हुन्छ कागबेनी हामी कागबेनीमा छ है साथीहरू कागबेनीमा अब हामी खोलामा जान लाग्यो नुहाउन कागबेनी हेर्न सक्नुहुन्छ यस्तो राम्रो छ खेतीपाती यस्तो छ हेर्नुहोस् यता यस्तो स्ट्रक्चर छ हेर्नुहोस् हिमाल यस्तो राम्रो छ मैले यहाँ बयान गर्नै सकेको छैन यस्तो राम्रो देखिएको छ नि यस्तो राम्रो छ हेर्नुहोस् यता हिमाल पहाड स्नान गर्दै हुनुहुन्छ कागबेनीमा सुरुमा अब हामीले कागबेनीमा स्नान गर्नेछ यसरी नै ल हेर्नुहोस् यहाँ पितृहरूलाई दान दिनेछ यस्तो कार्य हुँदैछ यहाँ साथी हामी अहिले तल जाउँ साथीहरू अब हामी यहाँ कागबेनीमा छौँ मैले देख्न सक्नुहुन्छ होइन देख्न सक्नुहुन्छ हाम्रो यहाँ कालीगण्डकी भयो अब हामी कालीगण्डकीमा हाम्रो पाप पखाल्न जाँदैछौँ है ल साथीहरू आउनुहोस् हामीसँगै हजुरहरूलाई पाप पखाल्नु हामीले नुहाइदिएपछि हजुरलाई नि हुन्छ है हाम्रो सबैलाई हुन्छ हाम्रो नुहाइदिएपछि हेर्न सक्नुहुन्छ यता माथि यता हेर्नु सक्नुहुन्छ हिमाल यता हेर्नु
हेर्नु हाम भाइ घममै सुत्दैन सर्टै तिमी नि जाऊ के भाइ सोल्टी फेरि उसो भनेको पानी बबाल चिसो छ हेर्नुहोस् हामीले भर्खर डुबुल्की लगाइसक्यो हामीलाई नुहाइदिएपछि हजुरहरूलाई नि पुग्छ है साथीहरू सोल्टी ल घममै 1 2 3 को 3 चोटि हो क्या 3 चोटि 2 पाप गर्नुभन्दा अगाडि सोच्नु पर्यो नि हेलो यार नमस्ते हामी यहाँ मुक्तिनाथ दर्शनको लागि आइसकेको छ हेर्न सक्नुहुन्छ हामी चप्पल देख न यहाँ चप्पल चाँगेमा आइसकेको छ भाइ हामी अब टक्क नुहाउनलाई रेडी पाप पखाल्नलाई रेडी भइसकेको छ मलाई देख म खिच्छु अब ल अब हाम्रो यहाँ सागर पुरै आफ्नो नुहाउने कपडा लिएर रेडी भइसक्नु भएको छ अनि हाम्रो युजन पनि यहाँ तयार भइसकेको छ अनि हाम्रो बाइकहरू यहीँ छ होइन बाइकहरू यहीँ छ अनि हाम्रो चाहिँ यहाँ हो आजको खानासाना खाने उस बसेको हजुर मामु अब जानु लाग्यो मुक्तिनाथमा गेटमा हो ल जाम निस्किम हाम्रो सागर गिरीले यस्तो गर्दै हुनुहुन्छ यहाँ साउन्ड उस गर्नलाई हेर्न सक्नुहुन्छ ल हामी मुक्तिनाथ दर्शनको लागि रेडी भइसकेको छ ल हाम्रो आजको लागि यहाँ हो चप्पल र जागेमा लाएर एउटा प्लास्टिक लिएर हिँड्न लागिसक्यो हामी लेट्स गो अब हामी माथि उक्लिन लागिसकेको छ साथीहरू अब हामी यहाँ मन्दिरको क्षेत्रमा आइसकेको छ हेर्न सक्नुहुन्छ यहाँ लास्टै भिडभाड छ भक्तजनहरूको एकदम घुइँचो रहेको छ यहाँ नुहाउनेको कपडा फेर्नेको मेन मन्दिर त छ पड्कियो भोक लागेन ओहो लाइन हेर्नुहोस् त सर उहाँ है ल हाम्रो कुण्ड यही हो है कस्ता पौडी खेलियो होइन यहाँ त सिधै डाइभा हिँड्छ अब पाप पनि पखाल्नु पर्यो यहाँ डुबेर चिसो छ भने यता मन्दिरमा मन्दिर हाम्रो मन्दिर यही रहेको छैन हाम्रो मन्दिर परिसर अब यहाँ लाइन पनि थुप्रै छ ल साथीहरू है अब हामी कुण्डमा यो 108 धारामा ट्याक लाएर बात हान्ने कार्यक्रम हुँदैछ पहिलाको विज्ञान सर जानुहुन्छ ल विज्ञान सर ल अब हामी नुहाउन जान लागिरहेको छ रेडी भइरहेको छ अब टक्क 108 धारामा डुबुल्की हान्ने ल साथीहरू आउनुहोस् है मसँगै नुहाउनुहोस् हजुरहरू नि ल साथीहरू अब हामी 108 धारामा नुहाउन गइरहेको छ हजुरहरू नि मसँग नुहाउनुहोस् जाडो भयो कि भएन तातो आहा ओहो ल ल ल ल कुण्ड यता जान्नु भयो है 3 चोटि है ल आनन्द राम्रो छ है पाप पहल अझै पाप पहल ल आइज
ल साथीहरू यहाँ अर्को डुबुल्की फेरि है हेबाट हान्नु ओए डाइफान ओए यता ओए यसलाई जाँगर आहा तातो खा ओए पानी यति बसी सक्यो है साथीहरू ल अब हाम्रो युजन भट्टराई जान लागिरहेको छ छिटो छिरिहाल्नु साथीहरू ल ल ल गइहाल त गुर सर्भिस अलि ढुक्क हिँड्न नाच्थी नाच्थी बिस्तारै जा ए ढुक्क हो क्या ढुक्क ल यसले आज पाप पखाल्यो यसले छिटो भाग त कुद टाइम मात्र खायो यार ल जानु त ओ यसले त जान्छ क्या छिटो भन एकचोटि सरी ल ल ल छिटो डुबुल्की मार छिटो जान छिटो जा ओ ठोक्ला टाउको के अरे एकचोटि अझै भएन ल है ल सागर लेट्स गो माई बोय ल अब हाम्रो सागर यहाँ आउनु गइरहेको छ सागर लेट्स गो कमान ब्रो कमान लेट्स गो Yeah, brother, you can move faster. Yeah, come on, let's go. Oh, ल साथी ल छिटो नाच्यो केही हुँदैन हिम्मत राख है साथी हिम्मत राख नआएर स्प्राइट हान्यो रास्ता क्लियर है ल भाग छिटो कुण्ड डाइ खान्ने अब छिटो राम्रो छ पाप्पा हाल्ने होइन है ल ए खाली रहेछ दोस्त दोस्तलाई खाली रहेछ यार ल यहीँबाट डाइ खान्देऊ हान न छिटो हाने भन ओ टाउको डुबेन भयो धेरै भयो यस्तो खाली पायो यार ल डाइ खान्दै फेरि माथिबाट हान्दै कमान इल्लै खाली पायो क्या गुन्ड यार नाइस वान दोस्त नाइस वान लेट्स गो सही ल यता हेर्दै एक लट ल साथीहरू अब हामी यहाँ टक्क पूजा गर्नलाई लाइनमा चोखा कपडा लाएर आइसकेको छौँ होइन हाम्रो त मन्दिर है अब हामी यहाँ आफ्नो समयमा लाइनमा प्रतीक्षा गरिरहेको छौँ
ल साथीहरू हामी सही सलामत घर आएर हामीले फुटेज हेर्दैछौँ कस्तो भयो कस्तो आयो हाम्रो फुटेजहरू र हाम्रो पार्टनर राइड पार्टनर यहीँ हुनुहुन्छ हाम्रो सागरसी केही भनिदिनुहोस् अब कस्तो भयो हजुरको एक्सपिरियन्स राइडको एकदम दामी भयो अब फेरि अब हामी अर्को ट्रिप पनि प्लान गर्दैछौँ त्यो चाहिँ एकदम सरप्राइज होइन सरप्राइज राखौँ अहिलेलाई होइन ल साथीहरू हाम्रो राइड एकदम राम्रो भयो सबै सही सलामत आइयो होइन एकदम गुड इट्स गुड भयो हाम्रो राइड चाहिँ होइन अब हामी घर आएर फुटेज हेर्दैछौँ अब हामी रेस्ट गर्छौँ हजुरहरूलाई फुटेज केही दिनमै देखाउनेछौँ हस् त नमस्ते बाई बाई